बाइकको अभियोग हिलो 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 छ लट्छ या ब्रेकै लाग्दैन I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that. Spitting slow, spitting fast. I could roast, I could gas. Think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to यो बोल्दै आएको थिएँ मर्निङमा एक्जिट हुँदा घोडेले एक्जिट हुँदाखेरि यो के अरे बाइकको ज्यादै प्लग इन गर्न बिर्सिन्छ भोइजै रेकर्ड भइरहेछ भोइजै छैन अहिले आएर पो थाहा पायो क्या हो क्या सो हामी चाहिँ रिटर्न हुँदैछौँ भर्खर सल्लेरीको ओह्रालो झर्दैछु सल्लेरी त क्रसिङ भएको छैन जस सल्लेरी डाँडाको यो ओह्रालो झर्दैछौँ भर्खर बाइकमा आउँदाखेरि चाहिँ एक्ज्याक्टली काठमाडौँबाट चाहिँ कति टाइम लाग्दो रहेछ भने इटारी कतैतिर बस्यो भने एक दिन भइहाल्यो त्यहाँतिर होइन 2 दिन 3 दिनको चाहिँ जस पाथिभरा पुगिन्छ बाइकमा जतिको स्पिड आयो पनि त्यही हो जतिको रस गरेपछि 5 days 6 daysमा त रिटर्न हुँदो रहेछ 1 week टाइम लिएर आयो भने इनफ 1 week टाइम लिएर 6-7 दिन टाइम लिएर आयो भने चाहिँ घुमफिर गरेर जाँदा ठिक हुन्छ सल्लेरी डाँडा यो सल्लेरी डाँडा क्रस गरेर हामी अब अर्को डाँडा चढ्दैछौँ होइन यो देखेको नाङ्गे डाँडा चाहिँ सल्लेरी डाँडा अब हामी यो फितिम लेथ भन्दो रहेछ यसमा यो डाँडा चाहिँ यो डाँडा चढ्दैछ फेरि अन्त लामो डाँडा छ त यार अब यो दोस्रो डाँडा है हाम्रो भाइहरू यहाँ आएर फितिम लेथ डाँडामा कुरिरहेको रहेछ यार केटाहरूले 2 जना साथी बनाइसकेको छ आज चाहिँ अर्कै बाटो जाँदै थिएँ ल उनीहरूलाई अगाडि जानिदिउँ सर्टकट पनि रहेछ छोटो बाटो पनि रहेछ अस्ति थाहा भएन होइन त्यहाँबाट अब त हामी त दिनभरि नै लाग्यो नि त अब यता छोटो बाटो छ अरे कताबाट 2-3 आवर्समा पुग्छ अरे त्यहाँबाट जाने भन्छ होइन हेरौँ अब आउँदैछ केटाहरू यता इलामबाट चाहिँ यसो फोटोसोटो खिचेर जाने भन्दै थियो मेरो बुढी चाहिँ अब केटाहरू चाहिँ चाँडो जाने अरे अब होला नि उनीहरूलाई नयाँ बाटो जाउँ भन्नु मन लाग्यो होला नि त अब यता धरानको बाटो हुँदै जाँदैछु यहाँ एउटा फेदिम डाँडा यो माथि डाँडा आएपछि होइन त्यहाँबाट एउटा छुट्टिने बाटो रहेछ त्यहाँबाट राइट टर्न लेफ्ट सिधै जानुपर्ने राइट टर्न आयो भने राइट टर्न लिएपछि यता तलतिर झऱ्यो है कच्ची रोड होला है पुरै ए ल यताबाट मासतिर फेरि त्यो मासतिर दाहिने झरेपछि फेरि एउटा यस्तो बाटो हुँदो रहेछ यो के थोक नोबु खोला बाटो राम्रै होला है ए एसो बजार 3 किलोमिटर ल ठिक छ यतिको त ठिकै छ
छिटो पुग्यो त ठिकै छ यतिको त समा है केटाहरू केटीहरू दुईजना केटी हो ओ भिड हेर त छोरी यतापट्टि ओहो यो बाटो हो नि यार बाइक चलाउने भनेको यस्तै बाटो खतरा रहेछ बाटो त यार ल त्यो माथि त्यो सल्लेरी डाँडाबाट चट्ट क्रस गरिसकेपछि सिदिम डाँडाको राइट साइडपट्टि आएर ऊ त्यो डाँडा हुँदै आउँदो रहेछ डाँगोमा गएपछि नाङ्गो चिचोरम पुगेपछि उता जाने बाटो एउटा हुन्छ अनि यता आउने बाटो टक्क यता आउँदा तलतिर जानेपछि लेफ्टतिर जानेपछि सलक्क लगाएर यो के भन्छ धराले बाटो कसले किन्ने स्प्राइट नखा भने होइन स्प्राइट धेरै गुली हुन्छ यसले त राम्रो गर्दैन नि त के तातो रहेछ यति हेरेर भन् त किन भ्लग बनाउँदैछु नि त मैले जुस या भ्लग बनाउँदैछु मैले त हिजो मलाई क्यामेरा लियो म भ्लग बनाउँछु भने होइन त ल बोल्न अब के बोल्ने ल नबोल्ने अब कहाँ जाने हामी भन्नु कहाँ घुम्न जाने यस्तो गर्मीमा छिटो जब यो खोलामा यो खोलामा छ नि स्विमिङ गर्नु जाने जाउँ न त जाउँ साँच्चीको दाँत होइन दाँत त्यहाँ किराले खाएर सबै दाँत छैन एउटै जब मम्मीले बोलाउँछ एकदम उ भयो कि गर्मी भयो बाबालाई यस्तो अनकन्टार ठाउँमा बसिरहेको छ पिच चाहिँ दामी रहेछ यार यो ठाउँको ल यहाँबाट कम्तीमा 2 किलोमिटर जति चाहिँ रसिको होइन यहाँ त्यो अघिको छुट्टेको बाटोबाट चाहिँ 2 किलोमिटर चाहिँ ठाडो उकालोमा चाहिँ ग्राभल रहेछ होइन पौडहरू बनिसकेको रहेछ तर पिच गर्नु बाँकी रहेछ धुलो चाहिँ लास्ट खाइयो तर अहिले यो साइडमा आएपछि चाहिँ पिच धुलो रहेछ यार गरिसकेको रहेछ यो बाटो सर्टकट रहेछ है आउनेहरूलाई चाहिँ सजिलो हुन्छ नयाँ आइसक्योहरूलाई त ठिकै छ अब नयाँ आउनेहरूलाई चाहिँ बाटो थाहा नहुनेहरूलाई चाहिँ यो बाटो एकदम उपयुक्त हुन्छ ल सर्टकट रहेछ कि यो अब यो बाटो आयो भने त कति घन्टा 4 घन्टा त्यस्तै होला सायद थोरै रहेछ अब थोरै बाटो रहेछ ल म्याक्स 5 घन्टा भनिदिउँ न 5 आवर्समा ताप्लेजुङ चाक दुखे कि अरे बिचरा उठिरहेको छ र त्यसमा सिडी हाल्छ पछाडिको पिरियडले कति त गाह्रो हुन्छ यार त्यसले चलाउनु पाएर उडाउँथ्यो पछाडि बसिरहेछ दाइजले चलाएर उसले ट्राक लास्ट देखिरहेछ उठी बसिरहेछ उठी रेस गर्दै घरि खुट्टा दम गर्छ घरि उठ्छ कति गाह्रो भयो त्यसलाई